प्रश्न त थिएन, अब बनाइयो। र पहिलो प्रश्न के छ भने म चुनावी सरकारको मन्त्री हुँदादेखि नै यो विदेशमा बस्ने नेपालीहरूले अस्तिको फागुन 21 गतेको चुनावमा पनि भोट दिने व्यवस्था मिलाउनु पर्छ भनेर धेरै कराएँ। धेरै कराएँ, विभिन्न राजनीतिक पार्टीहरूको संयुक्त सम्मेलनमा पनि कराएँ, अनि त्यसपछि के अरे क्याबिनेटमा पनि कराएँ, धेरै साथीहरूलाई कराएँ। त्यति बेला गर्ने भन्दै थियो, तर गर्न नसकिने भयो भनियो। अब अस्तिको चुनावमा त्यो भोट दिने व्यवस्था गर्न नसके पनि अब आउने 82मा 84मा स्थानीय सरकारको प्रदेश सरकारको चुनाव हुँदैछ। त्यो चुनावमा करिब नेपालीहरू मोटामोटी यति भन्ने त एक्ज्याक्ट डाटा त छैन होला, करिब 30 लाखको वरिपरि नेपालीहरू विदेशमा काम गरिरहेछन् र ती सबै नेपालीहरू चाहिँ भोट दिने उमेर पुगेका नेपालीहरू हुन् र उमेर पुगेर नै काम गर्न गएका हुन्। त्यसैले ती नेपालीहरूलाई यो अब आउने चुनावमा भोट दिने व्यवस्था के गरिँदैछ यो चाहिँ छिटै हुनु पर्यो, किनभने 84 त आइहाल्छ, 83 लगाइसक्यो, 84 भनेको अर्को वर्ष हो। यो चाहिँ कति छिटो काम भइरहेछ, के भइरहेछ त्यो जान्न चाहन्छु। र अर्को कुरा त मेरो बाँदरको समस्या भन्ने थियो, के हुँदैछ भनेर, अनि उहाँ अर्को मान्यले राखिसक्नु भयो। र एउटा कुरा के छ भने यो चाहिँ कम्प्लेन पनि हो, गर्नुपर्ने कुरा चाहिँ के छ त भन्दाखेरि स्थानीय तहमा चाहिँ राजस्व सङ्कलन गर्ने महालेखा नियन्त्रक कार्यालयबाट सूत्र रेभिन्यू भन्ने चाहिँ एउटा सफ्टवेयर राखेको रहेछ। त्यो सफ्टवेयरको धेरै कम्प्लेन आयो, अनि जनताहरूले चाहिँ समयमा चाहिँ पाउन सकेनन्, सेवा पाउन सकेनन्। कहिले के बिग्रियो भन्छ अरे, कहिले के बिग्रियो, कहिले सर्भर डाउन इत्यादि गर्दाखेरि यो चाहिँ धेरै के अरे पालिकाहरूबाट मलाई कम्प्लेन आएको हुनाले यो कुरा सुनाइदिनु भनेको हो। त्यो कुरामा पनि के हुँदैछ, साँच्चीकै भएर कम्प्लेन आएको हो अथवा नभएर कम्प्लेन आएको हो, त्यो कुरा पनि जानकारी दिनु पर्यो। धन्यवाद।